भण्डारी रत्नगर उद्योग वाणिज्यको महासचिव तथा रत्नगर महोत्सव 2082 को सदस्य सचिव। रत्नगर महोत्सव 2082 को तयारी लगभग हामीले अन्तिम चरणमा पुर्याइसकेका छौँ। सदस्य सचिवको हैसियतले मैले तपाईहरुलाई केही जानकारी दिनुपर्दा हामीले लगभग 500 वटा स्टलहरू तयार गरेका थियौँ। अधिकांश स्टलहरू भरिसकेको छ। यसमध्येका कृषि परिसर, विशेष स्टलहरू रहने कृषि परिसर, त्यसपछि आएर हाम्रो स्टेज अनि मूल गेट लगायतका कामहरू पनि लगभग अन्तिम चरणमा छ। सायद हामी भोलि यी सबै चिजहरू सकाउनेछौँ। यो सँगसँगै अहिले बाल उद्यानमा खेलकुदका नयाँ चिजहरू पनि हामीले लिएर आएका छौँ। विशेष गरी महोत्सवमा बढ्दो आकर्षण, त्यसपछि प्रतिस्पर्धाका कारणले गर्दा हामीले सकेसम्म महोत्सवलाई आकर्षित सबैजनालाई आकर्षित गर्ने प्रयास गरेका छौँ भने आर्थिक हिसाबले हामीले लगभग 500 वटा स्टल बेचिरहँदाखेरि 20 करोडको कारोबार हुने आकलन पनि गरेका छौँ। यसपालिको आकर्षण तपाईहरुले सुन्नुभएकै छ। जानकी मन्दिरको भव्य सेटलाई चाहिँ हामीले रत्नगर महोत्सवमा पस्किने प्रयास गरेका छौँ। यो विशेष गरी जनकपुरबाट राम जानकीको मन्दिर त्यहीँको कारिगर लिएर आएर हामीले यहाँ तयार गर्दैछौँ। यो सम्भवतः 24 गतेसम्म हामीले अन्तिम रूप दिनेछौँ। यसलाई चाहिँ हामीले हिमाल पहाड तराईलाई एकत्रित गर्ने, एकताबद्ध बनाउने एउटा सिम्बलको रूपमा जानकी मन्दिरलाई यहाँ प्रयोग गरेका छौँ। विशेष गरी अहिले महोत्सवहरूमा लन्डन ब्रिज, ओपेरा हाउस जस्ता नामहरू, विदेशी नामहरू आइरहँदाखेरि हामीले हाम्रो कला संस्कृति अथवा हाम्रो मौलिकताहरू केमा देखिन्छ हामीले त्यसमध्येको एउटा छानेर जानकी मन्दिरलाई यहाँ पस्किने प्रयास गरेका छौँ। विदेशी चिजहरूमा मानिसहरूलाई अहिले खास त्यति इन्ट्रेस्ट पनि छैन। नेपाली मौलिक संस्कृतिहरू लोकोन्मुख छ, जसले गर्दाखेरि मान्छेले मौलिक नेपाली संस्कृतिहरूलाई खोजेका छन्। त्यसको एउटा प्रतीकको रूपमा हामीले राम जानकी मन्दिरलाई लिएर आएका छौँ। यो सँगसँगै हामी 23 गते भोलिको दिन हामी अन्तिम पत्रकार सम्मेलन तपाईहरुको अगाडि फेरि पनि तपाईहरुलाई बोलाएर गर्नेछौँ। यसको तयारीहरू पूरा भएको जानकारी दिनको लागि भने हजुरहरू सम्पूर्णलाई रत्नगर महोत्सव 2082 लाई सफलतापूर्वक सम्पन्न गर्नको लागि पत्रकारज्यूहरूको सक्रिय सहयोग र समन्वयको अपेक्षा पनि गर्दछौँ। हस्त नमस्कार।